ल हामी यहाँ कालिज लिन आएको बाटो यस्तो रहेछ अप्ठ्यारो छ ठाउँ अप्ठ्यारो छ अरे काली छोप्नुलाई यता यता साथीहरू छ काली च्याप्प पार्न पर्यो भनेको सोचेर आएको सम्म त सकिन्छ सकिन्न फेरि अब ठाउँ चाहिँ यस्तो रहेछ हैन एकदम झाडीझाडी छ काली सम्झ्न गाह्रो छ भन्नुभएको छ यहाँको दाइले हेरौँ ट्राई गरौँ बाटो त 5 बजेसम्म 1 बजे 5 बजे बुझाउँ भनेको कि त त्यो अनुसारले कुरा हामीलाई हुन्छ दाइ म अहिले चाहिँ यहाँ गाडी चलाइरहेको छु हुन्छ हुन्छ ल यस्तो छ सागहरू छ है यहाँ टक्क ल दाइ कताबाट यहाँ जाने सब चर्न गएको हुन्छ ए कालिजहरू त यहाँ भित्रभित्र दौडिरहेको छ कालिजहरू कालिजहरू वनकुखुरा यसरी पालन गर्नुहुँदो रहेछ उहाँहरूले तर चाहिँ छोप्नु सकिन्छ सकिन्न थाहा छैन अब यसरी यहाँबाट गेट एकदम सेभ गरेर राख्नु पर्यो चाहिँ सेभ गर्ने चाहिँ गेट लगाइदिनु पर्छ अब काली जब आफैले छोप्ने हेर्नु छ अब हेरौँ यस्तो रहेछ होइन ठुलो यत्रो ठुलो यसरी जालीहरू लगाएर यसरी राख्नुभएको छ के भयो रे ए लखट्ने हो ट्याक्क है दुईजना दरो दरो मान्छेहरू छन् यहाँ फेरि काली छोप्नलाई काली हेर्छ उडेर ए आमा हो ए अर्को यहाँ हेर आमा यता भाग्दै आयो